ल फाइनल्ली हामी यो नुवाकोट आछौँ है। घाम ताप्न भनेर बुटोलदेखि नुवाकोट आएको। यस्तो छ यो बुटोल नुवाकोटको अवस्था यहाँ। ओ पुरै कन्डिसन एकदम बर्बाद छ। पानीमा भिज्दै भिज्दै आइयो। यहाँ आएपछि न घाम छ न भ्यू पनि छैन, घाम पनि छैन, पुरै हुसु लागेर यस्तो छ है। अब आइसकेपछि अब मन्दिरमा पनि दर्शन गरेर जाऊँ भनेर यहाँको यो सिँढीमा हिँड्दै हिँड्दै निस्किँदैछौँ। एकछिन ज्यान पनि तात्छ, तर पुरै पानी परेर यस्तो छ। अब एकछिन यहाँ सिँढीमा हिँड्दै हिँड्दै जाने, पानी पुरा थोपा चहिरहेको। अरे ल आजको हाम्रो यो यात्रा पनि नसोचेको भयो। अरूको भिडियोहरूमा भ्यूहरू घाम तापेको देखेर हेरेर आउँदा चाहिँ हामीले यस्तो पाइयो। रियालिटीमा चाहिँ यस्तो हुन्छ। आउनुभन्दा पहिला बुझेर आउनुपर्छ। ल भैरव मन्दिरदेखि अगाडि अब केबल कारतर्फ जाँदैछौँ हामी। अब चिसो छ, त्यस्तो हुसु लागेर पानी चुहिरहेछ। आजको हाम्रो यात्रा चाहिँ खतरा भयो। घाम तापौँला भ्यू हेरौँला भनेर आएको चाहिँ यस्तो रमाइलो भयो। अनि भ्यू भन्दा नि छुट्टै रमाइलो भयो। शीतलहरले यहाँको चाहिँ पुरै पानी छ। यस्तो चिसो, यहाँ हिउँदो पर्ला जस्तो छ। अगाडि त्यो हुस्सुले बाटो हो, यो जङ्गल माथि एउटा पानीको थोपा परिरहेछ। अब चाहिँ हामी यो हाम्रो यो नुवाकोटको भैरव मन्दिरदेखि अगाडितर्फ जाँदैछौँ हामी यो केबल कारमा। केबल कार हुँदैसम्म भएसम्म भ्यू टावरसम्म पनि पुग्ने त्यस्तै मौसम भयो भने भ्यू देख्न र घाम ताप्न नपाए पनि हामी भ्यू टावरसम्म चाहिँ पुग्छौँ। अब यहाँ एकछिन केबल कारमा आउनु जाने, यहाँ एकछिन बसेर। मौसम बवाल छ। ल यहाँ नुवाकोटको मेन चाहिँ यो नुवाकोट गढी भयो। यहाँको काल भैरव मन्दिर हामी भर्खर आएको। कर्णेल उजिर सिंह स्ट्याचु भनेको अगाडि छ। उजिर सिंह पार्क पनि छ उता। यो चाहिँ सांस्कृतिक डबली रानी गुफा कुवा भन्ने छ यहाँको प्रमुख। एउटा केबल कार पनि भयो यसबाहेक। ल यहाँ केबल कारतिरको अवस्था नि उस्तै छ, पुरै शीतलहर परेर। कसैले आइसक्रिम खाइरहेको छ यहाँ जाडोको। भ्यू टावरतिर जाने त होला नि होइन? के रे होला नि, आगो बाले होला नि उता अगाडि। केबल कार सिमबाट भ्यू टावरतिर जाने। हावा लागेछ, खुसी लागेछ। यस्तो छ यो अवस्था। हिँडौँ कहाँ कस्तो छ हेरौँ एकचोटि, पुग्दिउँ त्यहाँसम्म। ल वे टु भ्यू टावर। ल भ्यू टावर निरको कन्डिसन पनि यस्तो छ। आज यहाँ आइसकेपछि हामीले न भ्यू देखिन्छ न घाम ताप्न पाइन्छ। यहाँ आइसकेपछि हामीले भ्यू टावर मात्र देख्न पाइएला जस्तो छ। यस्तो छ है, पुरै पानी परिरहेछ।
उतै पनि हिँडौँ सिडी सिडी। ल यो नुवाकोटनिरको भ्यू टावरनिरको यो यस्तै यहाँ बस्ने बनाएर चाहिँ अब हामी यहाँ भ्यू टावरभन्दा अझै हाइटबाट तल जाने। अलि उज्यालो उज्यालो छ यहाँ चाहिँ, घाम लाग्छ कि जङ्गल पुरै शीतलहरको तपतप्दै आवाज आइरहेको। ल फाइनल्ली म यो नुवाकोटको भ्यू टावरनिर आइसकेको छ। भ्यू टावर त यस्तो छ, केही पनि छ यहाँदेखि पुरा सुनसान। ओहो यहीँ यो नुवाकोटको भ्यू टावर, यहाँदेखि भ्युज देखिने ठाउँ यस्तो छ है। चमक्क खुला चाहिँ तल देखाउँछु जहाँबाट बुटवलको भ्यू देखिन्थ्यो त्यहाँनिर। ल छ कि केही छैन यहाँ त। यहाँदेखि यतातिर बुटवल देखिने भ्यू देखिन्छ, यस्तो सुनसान छ। अब हामी फर्किनुपर्छ यहाँदेखि। एकछिन बसेर पानी परिरहेछ यहाँ ठिक्क। ल आजको भ्यू यहीँ त हो खिच्ने। अब हामीले जे हेऱ्यो त्यहीँ खिच्ने त हो नि। ठ्याक्क अब हेऱ्यो, अब लुख्रु लुख्रु फर्किनु पऱ्यो, आफ्नो बाटो लाग्नु पऱ्यो।